Hey guys, so आज चाहिँ म तपाईहरुलाई मेरो मिनी हाउस टुर गराउँदै छु। यो चाहिँ भनेको हाम्रो हाउसको मिनी मोडल हो भनौं न, दादाले बनाएको हो यो चाहिँ। सो म यहाँ सफा गर्दै थिएँ, सो मैले यो देखेर मलाई चाहिँ भिडियो बनाउन मन लाग्यो। सो हियर इट गोस है। यो चाहिँ हाम्रो छ इन्ट्रेन्स। यहाँबाट भित्र पस्ने ठाउँ छ। यहाँ चाहिँ हाम्रो गार्डन एरियाहरु छ, त्यो चाहिँ बनाएको छैन। यहाँनिर फुलबारी छ, यहाँ पनि, अनि यहाँनिर चाहिँ गमलाहरु राख्ने गरेको छ हामीले। अनि सो यहाँबाट पस्ने बित्तिकै प्यासेज छ। अनि यहाँ दिस इज आवर किचन। अनि यहाँ चाहिँ मम ड्याडको रुम छ। अनि यो माथि थोरै छत भइहाल्यो। अनि यहाँनिर एउटा रुम छ, यहाँ चाहिँ तीनटा रुम छ, 1 2 3। यहाँ चाहिँ मन्दिर रुम छ। दिस इज माई रुम। यहाँबाट चाहिँ मेरो रुम छ। अनि यहाँ दादा भाउजूको रुम छ। सो यहाँबाट जाँदाखेरि चाहिँ यो चाहिँ भयो दादाहरुको रुम है। यहाँ चाहिँ रुम छ, यो फुल्ली यहाँ चाहिँ दादाहरुको रुम। यो किचन भइहाल्यो। अनि यहाँबाट माथि चढ्ने ठाउँ छ हाम्रो सिडी है। म चाहिँ तपाईहरुलाई यो मोडल घुमाउँदै देखाउँदैछु है। सो यहाँबाट चाहिँ यो दादाहरुको रुम भइहाल्यो। यहाँनिर पनि हल्का प्यासेज छ, हिँड्ने ठाउँ। यहाँनिर एउटा सिसा लागेको छ, झ्याल जस्तै छ। यो चाहिँ भाइको रुम भइहाल्यो। यहाँनिर पनि एउटा रुम छ। अनि यो दिस साइड चाहिँ मन्दिर कोठा भइहाल्यो। अनि दिस इज आवर सिटिङ रुम भनौँ न। यहाँनिर चाहिँ सिटिङ रुम छ, दिस रुम है। यहाँ म सफा गर्दैछु। सिटिङ रुम भइहाल्यो। त्यसको मुनि चाहिँ यहाँ त्यसै स्टोरेज रुम त्यस्तै छ भनौँ न। अहिले त केही त्यही कुखुरा सुखुराहरू राख्ने गरेको छ यहाँ तल चाहिँ। अनि यो भइहाल्यो। यहाँबाट प्यासेज छ। त्यसको मुनि, यसको मुनिपल्ट मम्मीहरूको रुम। अनि यसको मुनि किचन। अनि यो चाहिँ हाम्रो छ यतानिर साइडमा के भन्छ, सुँगुरहरू पाल्छ नि त हामीले। अनि चारो बनाउने, चारोहरू पकाउने ओर्ने, रक्सीहरू पनि पार्छ घरमा। रक्सीहरू पार्ने ठाउँ यहाँ छ। एक्ज्याक्टली हाम्रो घर चाहिँ सेम छ है गाइस। दिस इज आवर हाउस है, मिनी हाउस टुर हजुरहरूलाई। सो थ्याङ्क यू।